हेलो एभ्रिवान, हामी चाहिँ भेज मोमो चिकन मोमो बनाउनु गइरहेको छौँ। यो चाहिँ चिकन मोमोको किमा रहेको छ हाम्रो। अनि मेरो बुढोले चाहिँ यहाँ किमा काट्दै हुनुहुन्छ। बन्दाकोपी रहेको छ यो। अब हजुरहरूले चाहिँ बन्दाकोपी नराखिकन जस्तो न्युटेला, प्याज, मासु राखेर बनाउन सक्नुहुन्छ। अब हामीलाई चाहिँ भेजमा जस्तो बन्दाकोपी पनि राखेको मनपर्ने हुनाले चाहिँ मैले बन्दाकोपी राखिराखेको छु। लास्टमा न्युटेला पनि छ न त अलिकति। अनि प्याज पनि यसरी हामीले काटिराखेका छौँ। प्याजलाई मसिनो टुक्रा पार्छौँ अनि बन्दाकोपीमा यसरी मिक्स गर्छौँ। अनि नुन पानी हालेर एकछिन राख्छौँ। अनि एकछिन पछाडि निचारेपछि हामी यसरी किमा तयार गर्छौँ। यसमा चाहिँ हामीले चिकन, न्युटेला अनि प्याज र बन्दाकोपी रहेको छ। अब यसमा धनिया पनि लगाउँछौँ अनि अदुवा मसला, त्यहाँबाट मोमो मसला रहेको छ। अनि हामी नुन हाल्छौँ। अब स्वादअनुसार नुन लगाउँछौँ। हजुरहरूलाई पनि स्वादअनुसार नुन लगाउनु होला। अब कसैलाई मिट मसला राख्न मन लागे राख्दा हुन्छ, नभए नराख्दा पनि हुन्छ। मैले चाहिँ मिट मसला राखेको छु। अनि त्यसमा मोमो मसला पनि एड गर्छौँ। अब हजुरहरूलाई कतिको ठिक लाग्छ त्यही अनुसारको मसलाहरू लिनु होला। लिँदाखेरि चाहिँ अब मैले चाहिँ यसरी लगाएको छु। अनि हल्का त्यसलाई मिक्स पनि गरेँ किमालाई, मर मसलालाई। अब त्यसमा अब थोरै स्वादअनुसार अजिना पनि राख्न गइरहेको छु। अब हजुरहरू पनि स्वादअनुसार अजिना राख्न पनि सक्नुहुन्छ, नराख्न पनि सक्नुहुन्छ। मैले चाहिँ अब खासै धेरै खाइँदैन, त्यही भएर मैले चाहिँ थोरै मात्रै लगाएको छु। हजुरहरूलाई अलिक धेरै मनपर्छ भने धेरै राख्दा पनि हुन्छ। जति मनपर्छ त्यति राखेर यसरी मिक्स गर्नु होला। त्यसमा म अदुवा लसुनको पेस्ट राख्छु। अदुवा लसुनको पेस्ट पनि हजुरले सिलौटोमा पिसेर राख्दा पनि हुन्छ, मिक्सरमा पिस्दा पनि हुन्छ। मैले चाहिँ मिक्सरमा पिसेको छु। अब त्यसमाथि धनिया पनि यसरी राख्छु। अनि धनिया राख्नुभयो भने चाहिँ अझ बढी टेस्ट आउने भएकोले गर्दाखेरि धनिया चाहिँ मलाई एकदम मनपर्छ। मोमोमा चाहिँ हजुरहरूले पनि राखेर यसरी नै धनियाहरू राखेर माथि नचलाइकन अब यसलाई हामीले तेल हाल्नुपर्ने हुन्छ। यसरी अब तेल हालेर हामी ज्वाइँ पार्छौँ। तेलले मरमसला धनियाहरू यसरी पड्क्यो भने एकदमै मिठो हुन्छ। अब यसलाई चाहिँ म यसरी मिक्स गर्दै हुनुहुन्छ। अब मेरो हस्बेन्डले, मैले उहाँलाई पालो दिएको। अब यसरी मिक्स गर्दै हुनुहुन्छ उहाँले चाहिँ। मजाले मिक्स गर्ने राम्रोसँग। हजुरहरू पनि मजाले मिक्स गर्नु। यहाँ हेर्नु त हाम्रो किमा कति टेस्टी भएर तयार भइसकेको छ। हेर्दै पनि खाउँ लाग्ने भइरहेको छ हाम्रो किमा चाहिँ। यो चाहिँ हाम्रो चिकन किमा हो। हामीले चाहिँ अब बन्दाकोपी पनि राखेको छौँ नि त, त्यही भएर अलिकति डिफ्रेन्ट कलर देखिन्छ। र पनि खाँदा चाहिँ आफूले घरमा बनाएको वाउ कति मिठो हुन्छ नि, होइन साथीहरू। अनि यसरी मेरो बहिनी अब यता बेल्दै छिन्, म चाहिँ मोमो बनाउँदैछु। अब भाँडामा पनि मैले धेरै बनाइसकेको थिएँ। हाम्रो चाहिँ तर पाक्न राखेको छौँ घरमा। धेरैजना भएको कारणले गर्दाखेरि चाहिँ भोक लाग्छ नि त, त्यही भएर बनाइसक्दा ओर्दा मैले पकाउन लगिहालेको थिएँ भाँडाको चाहिँ। त्यही भएर थालमा बनाएर राखेको छ। उहाँ हेर्नु न कति राम्रो देखेको छ भिडियोमा पनि। भरे लास्टमा त म नाङ्लोमा राखेको छु। मैले धेरै पिस छ त्यसमा चाहिँ राम्रो देखेको छ। र लास्टमा पनि हेर्नु होला। लास्टमा मैले बनाएको मोमोहरूमा चाहिँ धेरै खालको डिजाइनको छ। लगभग 4-5 खालको डिजाइनको मैले मोमोहरू बनाएको छु। अनि मेरो बहिनी चाहिँ मजाले गफ लगाउँदै बेल्दै छिन्। हामी चाहिँ आज 7-8 जनै थियौँ मोमो खाने घरमा। पाहुनाहरू, आमाहरू, दिदीहरू, बहिनीहरू सबैजना भेला भएको थियौँ। त्यही भएर मैले अरू भाँडाको मोमो देखाउन चाहिँ पाइनँ साथीहरू। पाक्दै छ हाम्रो चाहिँ। भित्र मम्मीले पकाउँदै हुनुहुन्छ। मम्मी चाहिँ पकाएर दिने मान्छे, हामी मोमो बनाउने पोको पार्ने। भिडियो चाहिँ मेरो हस्बेन्ड खिच्दै हुनुहुन्छ। कान्छी छोरी डल्ला बनाउँदै छिन्। हाम्रो चाहिँ दिनहरू यसरी नै बित्यो साथीहरू। अनि हाम्रो मोमो पनि पाकेर तयार भयो एक भाँडा। त्यहाँबाट हेर्नु त नाङ्लामा कति राम्रो डिजाइनको मोमोहरू बनाएको छौँ। थ्याङ्क यू सो मच।